आजको भिडियो चाहिँ स्पेसल हुनेवाला छ है, हेर्न चाहिँ नबिर्सनु होला। चिया पनि स्पेसल छ, कडक चाय। फ्राइडे मिनी ब्लग हेरेर साथ दिनु होला। अबको केही छिनपछि हामी हाम्रो ब्रेकफास्ट गरिसकेपछि यसरी हाम्रो चाहिँ फ्राइडेको दिनचर्या चलिरहन्छ। अबको हाम्रो 3 दिनसम्म बिदा छ, फ्राइडे, सटरडे, सन्डे पनि। यो 3 दिनमा हामीले नयाँ नयाँ चिजहरू गर्नेछौँ, नयाँ ठाउँको भ्रमण गर्नेछौँ र नयाँ ब्लगहरू पनि अपलोड गर्नेछौँ। हेरेर साथ दिनु होला। ल हाम्रो साथीहरू चाहिँ आइसक्नु भएको छ। हाम्रो फ्राइडे ब्लगमा स्वागत गर्न चाहन्छु मिस्टर विजय। हाम्रो ल आउनु आउनु पूर्ण दाइ। ल पूर्ण दाइ आइसक्नु भएको छ है। ल पूर्ण दाइ नमस्कार गर्नुहोस्। ल रमाइलो छ। के भयो अरे? ए उसले कहाँ छोड्छ त सागरले। हाम्रो ब्लग रेकर्ड भइरहेको छ साथीहरू। अब चाहिँ यो कम्प्लिट ब्लग हेरेर साथ दिनु होला। आजको फ्राइडे चाहिँ एकदमै रमाइलो हुनेवाला छ, किनकि नयाँ साथीहरू जोइन गर्नुभएको छ। विजय र पूर्ण दाई पनि आज हाम्रो खेलमा सहभागी हुनुहुनेछ। हामी अब केही यहाँ सन्ध्या नानीले बनाएको थोरै नास्ता लिएर हामी हाम्रो खेल मैदानमा प्रस्थान गर्नेछौँ। ल भन्नुहोस् अब तपाईँको के छ हाल खबर? ठिक छ? नै नै यहाँ तातो पनि खाइरहेको छु म। नास्ता आयो है नास्ता। ल नास्ता के नखाने र? ल अरे यस्तो राम्रो नास्ता आइरहेको यहाँ। यो बिहान बिहानै त हो नास्ता त हामीलाई अन्डा परोठा नास्ता। दही परोठा के चाहियो यस्तो भएछ। खाऊँ के दुईटा खाऊँ। अंडा दही परोठा। धन्यवाद का पात्र चाहिँ सन्ध्या। बिहान 4 बजीदेखि उठेर नास्ता बनाएर होइन। मलाई थोरै भन्छ। यही राखिदिन्छु। कति अप्ठ्यारो बस्यो त विजय। खेल मैदानतर्फ लाग्नेछौँ। टोली चाहिँ अब खेल मैदानतिर चाहिँ प्रस्थान गर्दैछ। आजको ब्लग चाहिँ अलिक विशेष हुनेवाला छ है। डम्बो टोली आयो। मैले चाहिँ गाडीको चाबी ल्याउन बिर्सेर फेरि फर्केर जाँदैछु।
हामी अब हाम्रो खेल मैदानमा प्रस्थान गर्दैछौँ। अब खेल मैदानमा प्रस्थान गर्दैछौँ। हाम्रो टोलीहरू बोर्डिङ भइसकेको छ है। हाम्रो बोर्डिङ कम्प्लिटेड। ल अब यो उसमा चाहिँ सागरले समात अनि गएर यो वाइड एङ्गलमा मजाले खिच्दै ब्लग गराउँदै जाने। कुरा पनि गर्ने, बोल्नु पनि बोल्यो अलिअलि केही। ल विजय के छ आज फर्स्ट टाइम होइन के छ केही प्रतिक्रिया देऊ न। केही न केही बोल न, कस्तो लागिरहेछ फर्स्ट टाइम क्रिकेट खेल्न होइन? फर्स्ट टाइम खेल्न जाँदैछ। खुसी छौ? रमाइलो लाग्न छोड्यो रे। हाम्रो पूर्ण सर के छ? तपाईँ अहिलेसम्म क्रिकेट खेल्नुभएको छ कि नै? खेलेको छ नि खेल्नुभएको छ? बोलिङ ब्याटिङ दुइटै गर्नुहुन्छ? त्यो के अरे झारा मिट्ने काम चाहिँ गरेको छ त्यस्तो खेलाडी तरिकाले त होइन। ल ल ठिक छ, राम्रो खेल्नुपर्छ। क्वालिटी चाहिँ खतरा हो। ऊ पनि राम्रो छ नि त। अझ थोरै धुप लागे पछाडि त थोरै घाम लागिसकेपछि चाहिँ एकदम राम्रो देख्छ नि त। पुरै शीतल लहरले पुरै कहिले गई वाइड एङ्गल जताततै खिन्छ है सागर। सागरले चाहिँ क्यामेरा ह्यान्डल गरिरहेको अवस्था छ होइन। अब हाम्रो खेल मैदानमा जाँदैछौँ। आजको मौसम एकदमै अनुकूल छ। उताबाट खिच है, टक्क घुमाएर खिच। यो झन्डा पनि देखायो। झन्डाको लागि विजयलाई धेरै धन्यवाद। किनकि मलाई यो झन्डा राखेर हिँड्न एकदमै मन थियो होइन। यो झन्डा चाहिँ ठ्याक्क अगाडि हेर्दा नेपालको झल्को आउँछ। नेपालमा चुनाव चलिरहँदा चाहिँ सम्पूर्ण मतदातालाई आफ्नो यो अमूल्य मत घन्टीमा देशमा चाहिँ केही न केही परिवर्तन गर्नको लागि दिनु होला। आफ्नो मतलाई चाहिँ खेर नफाल्नु होला। किनकि नराम्रो पार्टीलाई मत दियो भने चाहिँ के हुन्छ भन्दा मत हाल्न नगए सरह हुन्छ, खेर जान्छ। त्यही भएर आफ्नो मतलाई चाहिँ खेर नफाल्नु होला। अमूल्य मतको एकदमै सदुपयोग गर्नु होला, उपयोग गर्नु होला। सही मान्छेलाई जिताउनु होला होइन भन्ने हाम्रो पार्टीको धारणा रहेको छ। हामीले चाहिँ यो पार्टी त्यो पार्टी भन्दैनौँ। विजयले चाहिँ अवस्थामा चाहिँ देशले परिवर्तन चाहेको छ, त्यति कुरा बुझ्नु होला। घर चाहिँ कसलाई भोट हाल्न सजेस्ट गरेछु फ्यामिलीमा? हम त अहिलेसम्म भोटै हाल्ने होइन। त्यही पनि भन न, कसले जित्छ जस्तो लाग्छ? बोल न केही। केही बोल्यो आफ्नो चाहिँ अब के अरे अनु होइन, अनुलाई चाहिँ यहाँबाट चाहिँ सन्देश पठायो। ल पूर्ण सर भोट चाहिँ केमा जान्छ आज? भोटमा अब कन्ट्रिब्युसन म्याडमहरूलाई आफ्नो फ्यामिलीहरूलाई कुनमा हाल्न उ गर्नुभएको छ भन्नुभएको छ? अब तिरिङ किरिङ जटाकटा घन्टी बजिया छ के अरे होइन भन्ने हामीलाई आशा छ। के गर्छ बालनले जित्छ जस्तो लाग्छ? अब जित्यो कि राम्रो भन्ने कुरा हामीले गर्छौँ कि होइन बाँकी अब आज हाम्रो खेल र नेपालको त एउटै हो होइन। ल ठिक छ, देशले परिवर्तन चाहेको छ। त्यसको लागि सबैजना एकसाथ आजको कम्पिटिसन चुनावको जस्तै हुने भयो त। साथहरूलाई के हो भाइ तिमीले त यो मान्छे एकदम ट्यालेन्ट छ भन्दै। हामी चाहिँ यो जुबेलको एकदम केन्द्रबिन्दु बिजनेस टावर 101 बिजनेस टावरमा आइपुगेका छौँ। बिहानको 7:30 भएको छ होइन? 6:40 भइसकेको छ। आज हामी अलिक छिटो आएको नि त।
मौसम पनि एकदमै बढी मेसेज टिङ टिङ बजिरहेको अवस्था थियो होइन म पनि 5 बजे रेडी भइसकेको थिएँ आज चाहिँ छिटो अनि म चाहिँ एक्साइटेड के को लागि पनि थिएँ भन्दा यो ओस्मो पकेट 3बाट आज ब्लगिङहरू गर्ने भनेर त्यसको तयारी चार्जिङ यता 360 वाइड एङ्गलमा खिच्दा चाहिँ आज यो ओस्मो पकेट 3 को क्वालिटी चेक पनि हुन्छ अनि यसको ब्याट्री ब्याकअपको बारेमा पनि उहाँ राम्रोसित हामीले एक्सपिरियन्स गर्छौँ र ओस्मो पकेट 3 किन्न प्लान गरिरहेको साथीहरूलाई हामीले के गर्छौँ त भन्दाखेरि सजेस्ट गर्छौँ अथवा नकिन्नुहोस् किनकि हामीलाई त क्वालिटी चाहियो ब्याट्री ब्याकअप राम्रो चाहियो ब्लगिङहरू गर्नलाई त कमसेकम ब्याट्री ब्याकअप चाहिँ मेनै हो मेन चाहिँ ब्याट्री ब्याकअप चाहियो हामीले होइन क्वालिटी चाहिँ ठिकै जस्तो लाग्यो हिजो राति 11 बजे मैले पोस्ट गरेको भिडियो पक्कै देखेँ होला लिङ्क पनि पठाइदिएको थिएँ आफ्नो एउटा च्यानल बनाऊ पछि अब चाहिँ समय बित्दै जाँदा त्यो च्यानल चाहिँ मोनिटाइज पनि हुनसक्छ होइन मोनिटाइज भएको च्यानलबाट केही न केही आम्दानी पनि हुनसक्छ किनकि धेरै उदाहरणहरू छन् युट्युबरहरूले आजभन्दा 10 वर्ष 15 वर्ष अगाडि युट्युब च्यानल खोलेका त्यो च्यानलहरू पनि बिक्री गरेका छन् लाखौँ रुपियाँमा च्यानलहरू बिक्री भएका छन् त्यही भएर त्यसको लागि चाहिँ अहिलेदेखि च्यानल ओपन गर्ने केही न केही आफ्नो डेली रुटिनलाई रेकर्ड गरेर त्यहाँ पोस्ट गर्दा पनि आफूलाई पछि मेमोरीको लागि पनि हुन्छ हामी यो जुबेलको राउन्ड अबाउट मेन सिग्नलमा छौँ होइन पूर्ण दाइ हजुर हजुर यहाँबाट हाम्रो खेल मैदानमा पुग्नको लागि 5 मिनट जति लाग्छ अब सिग्नल चाहिँ 4 सेकेन्ड 3 सेकेन्ड 2 सेकेन्ड 1 सेकेन्ड लेट्स गो 40 सेकेन्ड इट्स ओपन नाउ टु गो and we are in the roundabout. Take the video nicely. ओपनिङ यहाँ चाहिँ रुमान बिरयानी फेरि यता पनि खोल्दै रहेछ होइन रुमानले चाहिँ एकदमै राम्रो टेस्ट दिने भएको कारणले चाहिँ उसको ग्राहकहरू दिन प्रतिदिन बढिरहेको छ हाम्रो चाहिँ बिहानैदेखि सेकेन्ड ह्यान्डको व्यापार भइरहेको जस्तो देख्छु मैले होइन पूर्ण त के हो यो खास केही छ आइडिया तपाईँलाई यसको बारेमा बङ्गालीहरूले गरिखाने बाटो ए बङ्गालीहरू सेकेन्ड ह्यान्डको मार्केट हो सेकेन्ड ह्यान्डमा कुनै पनि क्वालिटी सामानहरू पनि सेकेन्ड ह्यान्डमा राम्रै रेटमा पाइन्छ होइन अब साइडमा प्रोजेक्टमा काम गर्दा युज गर्नको लागि चाहिँ यो सामानहरू चाहिँ राम्रै छ किनकि राम्रोसँग वासिङ मेसिनमा वास गरिसकेपछि सेन्दानको कभरहरू पनि भेटिन्छन् रे होइन सेन्दान भनेको चाहिँ हाम्रो एउटा ठुलो सेन्दान इन्टरनेसनल कम्पनी एकदमै ठुलो कम्पनी थियो केही फाइनेन्सियल इस्यु भएको कारणले चाहिँ लगभग ब्याङ्क्रप्सीको अवस्थामा पुगेको त्यो कम्पनीबाट अलमोस्ट 8500 इम्प्लोइहरूले चाहिँ छोडेर अन्य कम्पनीहरूमा जोइन गरेको अवस्था छ राउन्ड अबाउटमा आइपुगेका छौँ जुबेलको राउन्ड अबाउट एकदमै राम्रो छ हाम्रो यो ब्लगिङको दृष्टिकोणले राउन्ड अबाउटमा खिचेको ब्लग चाहिँ सबै साथीहरूले चाहिँ मन पराइदिनु होला र यहाँ के बिग्रियो कुन चाहिँ एङ्गल बिग्रियो त्यो चाहिँ भन्नु त्यो चाहिँ अलिक फलकै घुमे जस्तो तपाईँको राउन्ड अबाउट अनि गएर यहाँ जुबेलको सुनसान सफा बराबरा वातावरण चाहिँ एकदमै लोभ लाग्दो छ हामीलाई आउनु त हरेक दिन बिहान आउनु मन लाग्छ तर यति बेला चाहिँ हामी उठेर रेडी भइसक्नुपर्छ पर्सि पनि त आइन्छ होला हामी त होइन अबको 3 दिन चाहिँ हामी कन्टिन्यू आउन सक्छौँ है भोलि त आइँदैन सर भोलि त अफिस हो भोलि अफिस छ बट फर अस देयर इज नो अफिस टुमोरो गाइस वी आर ह्याभिङ होलिडे कन्टिन्युस 3 days यस्तो राम्रो व्हाट अबाउट यु से यु आर गोइङ अफिस और नॉट एनीबडी इज कमिङ नो वन शुड कम हियर पुरो दाइको ड्युटी छ भोलि मेरो त छ हजुर भोलि हामी एकछिन जानुपर्छ होला enjoy when you go office because tomorrow no one will come. There is no also management meeting. They told there will not be any management meeting tomorrow. You can work from home if there is any. Otherwise, you enjoy the day. You will come Monday with your full energy to do anything. अस्सीको स्पिडमा म 90को स्पिडमा हिँडिरहेको रहेछु माफ गर्नु होला क्यामेरा नखिच्नु होला मलाई किनकि खिच्यो भने यो
यो क्यामेराले खिचेको फोटो चाहिँ एकदमै महँगो पर्न जान्छ धेरै अरू क्यामेरा जस्तो होइन 20 रियलमा फोटो निकाल्न मिल्ने यो त 300 150 रियल भनेको चाहिँ नेपाली 5000 जति हो जम्मा यो क्यामेराले खिचेको अलिक महँगै छ नेपालमा 5000 मा चाहिँ हामीले एउटा सानोतिनो बिए रेकर्ड गरिदिन्छौँ अब हामीले ओस्मो पकेट 3 किनिसकेपछि त अब 5000 होइन 3000 मा रेकर्ड गरिदिन्छौँ अब बिए त हामी अर्को राउन्डअबाउटमा आइपुगेका छौँ अबको केही समयपछि हाम्रो खेल मैदानमा पनि पुग्नेछौँ एकदमै रमाइलो छ हामी चाहिँ समुद्रको माथि है अहिले चाहिँ ब्याट्री हाम्रो खेल मैदान खासै भिडभाड हुने जस्तो लाग्दैन किनकि हाम्रो इस्लाम धर्म मान्ने साथीहरूको चाहिँ रोजा परेको कारणले उहाँहरू चाहिँ पक्कै पनि खेलको लागि आउनुहुन्न जस्तो लाग्छ अनि एकदमै डाइहर्ट फ्यानहरू चाहिँ क्रिकेट अलिकति घामले गर्दा धेरै अब्बल बन्नको लागि यताले समुद्र पनि लिएको अवस्था हामीले होइन सफल छ समयपछि हामी यो हाम्रो खेल मैदानमा भएको एक्टिभिटी रेकर्ड गर्नेछौँ यो च्यानल मार्फत अपलोड गर्नेछौँ हेर्नु होला लाइक गर्नु होला सब्सक्राइब पनि गर्नु होला है लाइक सब्सक्राइब सेयर के हो गर्नुपर्ने जति सबै गरिदिनु होला सपोर्ट गरिदिनु होला सपोर्ट गरिदिनु होला है हामी चाहिँ स्टार्टिङ फेज हो होइन धेरै ब्लगहरू गराउँछ एभ्री फ्राइडे हाम्रो च्यानलको नाम चाहिँ द जेन्टल रिभोल्युसन भन्ने च्यानलको नाम छ यसमा चाहिँ स्पेसल्ली फ्राइडे मिनी ब्लग अपलोड गरिरहेका छौँ अहिले सुरुवाती चरणमा केही समयपछि हामी अब खुङखार ब्लगर भइसकेपछि त अब हामी क्यामेरा लिएर हिँड्ने काम हुन्छ हाम्रो अरू के सबै छोडेर जागिर गोली मात्रै यताबाट डलर धेरै आयो भने यता क्यामेरा लिएर हिँड्ने ओस्मो पकेट 4 किन्ने क्यामेरा लिने तेर्साउने गाडी लिएर हिँडिन्छ टिम बनेर के छ विजयको यसको यो बारेमा भनाइ चाहिँ के छ विजय आफै बनाउने सायद पोखरातिर पनि आइन्छ होला अनि बिजयलाई त झन् पोखरामा झन् जति पनि भयो अन्त अपिल त्रिपाठीले घुस्ने दिँदैन कि फेरि अपिल त्रिपाठीले मेरो इलाका भनेर फेरि कपिल त्रिपाठी अपिल त्रिपाठीले चाहिँ के भन्छ नभए थाहा छैन कपिल त्रिपाठीले केही भन्दैन उनीहरूले चाहिँ सपोर्ट गर्छन् हामी खेल मैदानको नजिकै आइपुगेका छौँ हाम्रो साथीहरू आए जस्तो लागेको छैन एकदमै सुविधा छ फिलिपिन्सको साथीहरू साइक्लिङ गर्ने साथीहरू चाहिँ एकदम बिहानैदेखि सानो बत्ती बाल्दै हिँडिरहेको अवस्था छ सिधा साइक्लिङमा चाहिँ फिलिपिनोलाई चाहिँ कसैले नभेटाउँदो रहेछ मेरो पनि भिडियो खिच्दियो है सागर बाबु तिमीले कता कता खिच्छ जस्तो लागिरहेछ अघि त हामीले एङ्गल चेन्ज गर्ने टाइममा हल्का स्टप गरेर गर्नुपर्छ ठिकै छ त्यो मैले काटकुट पार्छु नि त क्यापकट जिन्दाबाद ल साथीहरू चाहिँ खेलिरहेको अवस्था छ है खेल मैदानमा आइपुगेका छौँ अब केही समयपछि हाम्रो नियमित खेल सुरु हुन्छ अनि गएर ब्लगिङ पनि रेकर्ड सुरु हुन्छ हेरेर साथ दिनु होला भन्दै आजको यो ब्लगबाट बिदा हुन चाहन्छौँ टस सुरु भइसकेको छ ब्याटिङ रोज्ने कि बलिङ रोज्ने भन्ने कुरा चाहिँ ल सन्तोष सरको टिमले चाहिँ टस जितिसकेको छ उहाँहरूले चाहिँ ब्याटिङ रोजिसक्नु भएको छ अब केही समयपछि हामी कन्टिन्यू खेल इनफ मेन पावर चाहिँ पुगेन खेल्नको लागि आज रमाइलो गर्दाखेरि त्यो पनि ठिक छ हामी रमाइलो गर्छौँ हामी केही समय चाहिँ रमाइलो गर्नेछौँ सम्पूर्ण साथीहरूलाई आजको यो फ्राइडे मिनी ब्लगमा हार्दिक स्वागत गर्न चाहन्छु अबको केही समयपछि हामी हाम्रो नियमित खेल सुरुवात गर्नेछौँ खेलको वार्मअप गेम चलिरहँदा र खेलको सामग्रीहरू तयार भइरहँदा म एउटा सानो फ्राइडे मिनी ब्लग रेकर्ड गरिरहेको छु यो ब्लग हेरेर साथ दिनु होला आजको सम्पूर्ण खेल गतिविधि र हाम्रो भेटघाट सबै चाहिँ यो ब्लगबाट हामीले युट्युब च्यानलमा अपलोड गर्नेछौँ हेरेर साथ दिनु होला लाइक सेयर र सब्सक्राइब गरिदिनु होला भन्दै आजको यो फ्राइडे मिनी ब्लग सुरुवात गर्न चाहन्छु म यो केही समय 5
मिनटको समय सदुपयोग गर्दै एउटा फ्राइडे मिनी ब्लग रेकर्ड गरिरहेको छु। नयाँ खेलाडीले चाहिँ पुरानो खेलाडीलाई थकाइदिइसक्यो है क्या? अच्छा हो, हार्ने चाहिँ को हो फेरि? सिरिज 2-0 सागर हार्ने। क्याच पनि गर्यो। हार्ने चाहिँ सागर रे है। सागर र सन्ध्या हो क्या आजको टिम? मैले अब विकेट ल्याइछु सर हरेक तर पनि अब उसको हातमा छोड्दिए हो न सर। मैले अब हरेक बल फर्स्ट बल विकेट लिने। खतरा ल। आज हामी चाहिँ हाम्रो खेलाडीको कमीको कारणले चाहिँ सन्ध्याले हामीलाई साथ सपोर्ट गरिरहेको अवस्था छ। हल्का फुल्का मात्र ड्रिलिङ मात्र भइरहेको छ। आज धेरै ठुलो म्याच यताउति गऱ्यो लौरो तर्सिना तेर्साउन आइहाल्छ भनेर। म त ऋषि धमलाको रिप्लेसमेन्ट पो हो त। हो त नि। ऋषि धमला जनता जान्न चाहन्छन्। ल भनिदिनुहोस् तपाईँ अब कुन पार्टीलाई भोट हाल्ने? ल भनिदिनुहोस्, तुरुन्तै भनिदिनुहोस्, तुरुन्तै भनिदिनुहोस्। नयाँलाई घन्टीले हाल्ने? घन्टीलाई किन हाल्ने त? घन्टीले अब यसपालि केही गर्छ कि केपी ओलीलाई पछाड्छ कि ए हो, ल्याउँछ कि नयाँ के आश जोस जाँगर उमङ्ग। ल पुनः हाम्रो चाहिँ एकछिनको रेस्टपछि चाहिँ हाम्रो क्रिकेटको रिज्युम भइसकेको छ। हाम्रो नयाँ खेलाडी हेर्न सक्नुहुन्छ है यहाँ। सम्पूर्ण साथीहरूलाई पुनः हार्दिक स्वागत गर्न चाहन्छु। आज खेल सुरुवात भइसकेको छ। अब म चाहिँ खेलको सुरुवाती चरणमा वार्मअप गेम चलिरहँदा यो वार्मअप गेमको केही क्लिप्सहरू रेकर्ड गरिरहेको छु। हेरेर ल। सन्तोष सर बलिङ गर्दै हुनुहुन्छ। सागर सर चाहिँ ब्याटिङ गर्दै हुनुहुन्छ। सन्तोष सरको एकदम स्पिन बल आइसकेको छ। सागरले छक्का हानिसकेको छन् भन्दा भन्दै छक्का हान्न सकेनन् है। आज बिहानैदेखि अलि घाम चर्केको कारण हाम्रो धेरै समय खेल्न सक्ने अवस्था चाहिँ छैन, किनकि विन्टर सिजनको अलमोस्ट समाप्तिसँगै घाम चर्किन थालिसकेको छ। सागरले छक्का हान्ने प्रयास गरिरहँदा चाहिँ हान्न सकिरहेको अवस्था छैन। बल एकदम राम्रो आएको थियो, वाइड पनि भएको छैन। म चाहिँ अब कमेन्ट्री गर्दैछु छक्का भनेर मैले भन्न खोजिरहेको थिएँ, तर बल फेरि पनि मिस भएको छ। फेरि पुनः ट्राई गरिरहेका छन्। हाम्रो विजयले बलिङ गरिरहेका छन् भने सागरले छक्का हान्ने चक्करमा छन्। छक्का ल, छक्का भएको छ, छक्का भएको छ, छक्का भएको छ है। बाउन्ड्री चौका ल। छक्का चाहिँ भएन, चौका। यसै गरी हाम्रो सुनिल सर चाहिँ किपरमा बसिरहनु भएको छ भने हाम्रो विजय बाबु चाहिँ बलिङ गरिरहेका छन्। सागर छक्का हान्ने चक्करमा छन्। छक्का भनेको त 2 रन चाहिँ लिन सफल भएका छन् है सागरले। एकदमै राम्रो बलिङ गरिरहेका छन्, एप्रिसिएसन पाइरहेका छन् हाम्रो विजय बाबुले। यता वाइड एङ्गलमा रेकर्ड गरिरहेछ। सब आउँछ नि wide angle recording. We are using Osmo Pocket 3. We will review the video quality, battery life, everything, and we will give you the feedback today evening. Okay, if you are planning to buy Osmo Pocket 3, just wait, watch this video and decide yourself. ल छक्का हान्ने चक्करमा छु है म। के गरेको अलि राम्रो देऊ नि पर्यो। ए गाह्रो रहेछ नि। भएन अझ एकचोटि गाह्रो रहेछ नि यो बल खेल्न पनि। क्रिकेट हो कि के हो? यसलाई के भन्छ? क्रिकेट भन्छ? ए भकुन्डो, यो भकुन्डो। ल मैले छक्का हानिसकेको छु है। अर्को छक्का ल। हजुर गर्मीले मरे पनि सरले भला गरेर नि बाँच्छ। एटलिस्ट जित्यो नि, लास्टमा इज्जत राखियो होइन। म आफै जिते चाहिँ होइन है साथी। फेरि बिजय र पूर्ण दाइ खेल्न नसिक्दा मैले 2 विकेट लिएर जिते हैन। धेरै रमाइलो भयो आजको गेम, एकदम रमाइलो भयो। हामी खेलिसकेपछि
यो के अरे अब विन्टर सिजनको अन्त्यमा चाहिँ एकदमै चर्को घाम सुरु भइसक्यो। अब बिहान खेल्नलाई छिटै ग्राउन्डमा आउनुपर्ने अवस्था देखियो। अबदेखि चाहिँ हामी 5:30 6 o'clock चाहिँ ग्राउन्डमा मामाहरू आउँदै हुनुहुन्छ। मामाहरूले केही गर्नुहुन्न, हामी ब्लगिङ गरिरहेछौँ भनिदिन्छु मामालाई। मामाहरू पनि हाम्रो प्रोटेक्सनको लागि आउनु भएको हो। ब्रेकर रहेछ। समग्रमा कस्तो भयो आजको गेम विजय सागर? एकदमै रमाइलो। त्यही त अब कन्टिन्यू अर्को मामा पनि आउँदै हुनुहुन्छ होइन। होइन धेरै धेरै राम्रो हुन्छ। धेरै परिवर्तन गरौँ। भोट फर द बेस्ट। आजको हाम्रो गेम यस्तै भयो। 10:30 हामी रिटर्न भयो। 3 घन्टा भएछ होइन। 3 घन्टा भयो। रमाइलो भयो। साढे 6 ए हामी छिटो आयो नि त अब। अनि एउटा एडिसनल ब्याट्री हुन्छ। एक दिनलाई अब क्लिपहरू बनाउनलाई चाहिँ एकदम कन्टिन्यू चाहिँ अलिकति ताप्ने रहेछ। अनि आज त्यो एक्सपिरियन्स पनि भयो। तर भिडियो क्वालिटी राम्रो छ जस्तो लाग्यो। आज हेरौँ अब यसलाई युट्युबमा अपलोड गरिसकेपछि युट्युबबाट 4K मा हेर्दा कस्तो देखिन्छ ठुलो टिभीमा, किनकि वाइड एङ्गलमा खिचेको छ। वाइड एङ्गलमा चाहिँ त्यो ठुलो टिभीमा पनि फाटेन भने चाहिँ यसको क्वालिटी चाहिँ राम्रो। अनिलले चाहिँ मलाई ओस्मो 4 किन्न सजेस्ट गरिरहेछ। ओस्मो 4 चाहिँ यो साउदी अरबमा आएन अरे, अझै जापानतिर कता कता आएछ। एकछिनमा टाइम लाग्छ। अब हेरौँ ओस्मो 4 ओस्मो 3 को रिभ्यू पछि चाहिँ हामीले ओस्मो 4 किन्ने कि नकिन्ने भन्ने डिसिजन गर्नेछौँ। अब यस्तो गराए पनि हुन्छ। त्यो ठ्याक्क बाटो देखिने गरी स्क्रिनमा कस्तो देखिन्छ त्यसो गराए पनि हुन्छ। हामी अब जुबेलबाट हाम्रो नेस्टोतर्फ लाग्दैछौँ। जुबेलको राउन्ड अबाउट नेस्टो, त्यसपछि बिजनेस टावर, त्यसपछि हाम्रो क्राउन प्लाजामा हामी पुग्दैछौँ। फिल्म हेर्नको लागि साथीहरू यहाँ आउन सक्नुहुन्छ। हिन्दी मुभीहरू चाहिँ लागिरहेको हुन्छ। नेपाली मुभीको चाहिँ कहिलेकाहीँ अकेजनली मात्रै लाग्ने गर्छ। नेपाली मुभी लागेको बेला चाहिँ हामीलाई थाहा हुन्छ होइन। सन्तोष त्यो सिग्नल खुलिसकेको छ। अब हामी लाग्दैछौँ हाम्रो बिजनेस टावरतर्फ। बिजनेस टावर, त्यसपछि क्राउन प्लाजा। बिजनेस टावरको नजिक पुगिसकेका छौँ। नेस्टोको आज हामी स्टप गर्नुपर्ने अवस्था छ। हामी बिजनेस टावरमा आइसकेका छौँ। सबभन्दा राम्रो यहाँको चाहिँ एकदम बेस्ट लोकेसन भनेको बिजनेस टावर एरिया छ। टावर, त्यसपछि यो सिग्नल पछि हामी हाम्रो क्राउन प्लाजामा पुग्दैछौँ। त्यसपछि हामीले आजको यो ब्लगको अन्त्य गर्छौँ। ल अब हामी यो क्राउन प्लाजामा, हाम्रो क्राउन प्लाजामा हामी अवतरण गरिसकेका छौँ। अब हामी फ्रेस हुन्छौँ। ल भिडियोग्राफीमा सहयोग गर्नुभएकोमा धेरै धन्यवाद। तपाईँको गाडी त्यहाँ रहेछ। भनेपछि हामी हुन्छ स्टप गरिदिनुहुन्छ।